सँगै 12 पढेर बाहिर गएको साथीले मनग्गै पैसा कमाएर घर बनाएको छ। आफ्नै गाडीमा शानसँग हिँड्ने भएको छ। महँगो महँगो होटलमा गएर खाजा खान्छ। ठुला ठुला मान्छेहरूसँग उठबस गर्ने भएको छ। घर परिवार आफैले हेर्छ। सबै खर्च एक्लै धान्ने भएको छ। अनि म जहाँको त्यही छु, जो अझै पनि परिवारकै खर्चमा दिन बिताइरहेको छ। सायद नेपालमै बसेर ब्याचलर पढ्ने सोच बनाउनु मेरो लागि सबैभन्दा घातक हुन पुग्यो। पैसाको अभाव, घर परिवारको आशा, भविष्यको चिन्ता, जागिरको तनाव, आफ्नै सपनाहरूको भार, यी सबै कुराहरू सम्हाल्दा सम्हाल्दा पागल भइन्छ कहिलेकाहीँ। खै के भएको, जति गर्न खोज्दा पनि गर्नै सकिन्न। रात दिन मेहनत गर्दा पनि अघि बढ्नै सकिन्न। अब चाहिँ अति भयो, हुँदैन भनेर अन्त्य नै गर्ने सोच बनाउँछु। फेरि परिवारको याद आउँछ, मर्नै सकिन्न। बाबाको त्याग सम्झिन्छु, मम्मीको सम्झौता सम्झिन्छु। मन भारी हुन्छ, रुन मन लाग्छ, आफैलाई गाली गर्न मन लाग्छ, सहनै गाह्रो हुन्छ। सोच्छु यदि म नै रहिन भने मेरो बाबा मम्मीलाई सम्हाल्ने कसले, दुःख पर्दा अँगाल्ने कसले, त्यो घरको छानो छाउने कसले। त्यसैले आफैलाई सम्झाउँदै भन्छु, थाहा छ यो सङ्घर्षको बाटो मुस्किल छ, तर अघि बढ्नेछु। सानो सानो कुरामा आत्तिने यो दिल छ, तर अघि बढ्नेछु। थाहा छ यो सङ्घर्षको बाटो मुस्किल छ, तर अघि बढ्नेछु। सानो सानो कुरामा आत्तिने यो दिल छ, तर अघि बढ्नेछु। होला दुःख हुन्छ, पीडा हुन्छ, तर निरन्तर मेहनत गर्ने हो भने, होला दुःख हुन्छ, पीडा हुन्छ, तर निरन्तर मेहनत गर्ने हो भने कुनै न कुनै दिन त सफलता मिल्छ। त्यसैले अघि बढ्नेछु। थाहा छ यो सङ्घर्षको बाटो मुस्किल छ, तर अघि बढ्नेछु। सानो सानो कुरामा आत्तिने यो दिल छ, तर अघि बढ्नेछु। थाहा छ यो सङ्घर्षको बाटो मुस्किल छ, तर अघि बढ्नेछु।